यो भिडियो कसले कसले हेर्नुभयो? सायद नहेरेको कोही पनि छैन होला। जापानको चिबा स्थित चिडियाखानामा रहेको एउटा सानो बाँदरको बच्चा, जसले आफू जन्मेको केही समयमा आमालाई गुमाउँछ। उसलाई चिडियाखानाका व्यक्तिहरूले बोतलको दुध खुवाएर हुर्काउँछ। जब ऊ 1 हप्ताको हुन्छ, उसलाई आफ्नो आमाको कमी महसुस हुन नदिन र एक्लोपन महसुस हुन नदिनको लागि चिडियाखानाका व्यक्तिहरूले ठुलो उडानगुटानको टेडी दिन्छ। उसले त्यही टेडीलाई च्याप्प समातेर आफ्नो आमा सम्झिन्छ। सँगै बस्छ, सँगै सुत्छ, जहिले पनि सँगै साथमा बोकेर हिँड्छ। जब ऊ 6 महिनाको हुन्छ, उसलाई अरू बाँदरहरूको हुलमा राखिदिन्छ। अरू बाँदरको नजिक जाँदा उसलाई त्यति सजिलै स्वीकार गर्दैन, मन पराउँदैन। बिस्तारै आफै नजिक हुने कोसिस गर्छ र नजिक जान्छ। तर अरू नजिक गए पनि उसले त्यो टेडीलाई कहिले पनि टाढा राख्दैन। आफ्नो आमा सम्झेर जहिले पनि साथमा लिएर हिँड्छ। त्यसैले आमाभन्दा ठुलो संसारमा केही पनि छैन। आमा बिना संसार अधुरो छ, अपुरो छ। आमा नै संसार हो, आमा नै भगवान हो।